घोगी हामीले आज माछा नभएको कारणले गर्दाखेरि माछा नपाएको कारणले गर्दा समुद्र त छ बल्छी पनि छ तर नपरेको कारणले गर्दाखेरि हामीले घोगी टिपेको छौँ। आजको हाम्रो रेसिपी भनेको घोगी नै हुन्छ र यहाँनिर एक बोतल यहाँनिर रहेको छ देखाइदिनु बुझी एक बोतल रहेको छ हाम्रो भाइको आज स्पेसल। यो चाहिँ मैले किनभने 4-5 वर्षको उमेरदेखि खाँदै आएको हुनाले गर्दाखेरि आज म हरिफ बनाइदिनेछु र सायद आज हिजोको दिनमा एक डाडु खाने मान्छेले आज 5 डाडु चाहिँ अभियसली खानेछन्। आज कसरी बनाउनु पर्ने हो जादु तन्त्र मन्त्र लगाएर आज चाहिँ मैले पकाउने छु है। अब यसलाई कसरी धुनुपर्छ र के गर्नुपर्छ भन्ने कुरो म अहिले तपाईँहरूलाई देखाउने नै छु। हामीले फर्केर आइसकेको छौँ। हामी यो डाँडा उक्लिएर त्यो एकदम यस्तो खालको डाँडा उकालो ओह्रालो भिर पाखा एकदम बुसेस सबै फाँडफुड गरेर हामीहरू आएका छौँ। अनि खुट्टाहरू एकदमै कसैको हाम्रो खुट्टाहरू पिल्सिएको छ अथवा त्यहाँनिर पानी फोकाहरू उठेको छ है। अनि आज चाहिँ हामीहरू डे 6 रहेको छ अनि डे 6 चाहिँ भोलि हामीलाई यहीँबाट पिकअप गर्नेछ 7 भोलि पर्सिको दिन। गुरु भाइ यहाँनिर एउटा छ ओके यहाँनिर आज घोगी यहाँ एउटा टिप्दैन लडेको छ हामीले देखिसकेका छौँ। हाम्रो गुरुजीले एकदमै मजाले उहाँले टिप्नु भएको छ। उहाँले पनि कहिले पनि खानुभएको छैन अरे तर आज चाहिँ मैले बनाएर एक्साइटेड पनि हुनुहुन्छ उहाँ कस्तो हुन्छ भनेर। तर अरू कुरा चाहिँ यस्तो उस्तै हो मच्छरले छोड्यो है यो दुःख कष्टले छोड्यो तर यो झिँगाले हामीलाई कहिले पनि छोडेन। पानीमा पनि नछोड्ने झिँगा चाहिँ कुन खालको झिँगा हो नटोकी जान्छ इरिटेट गराउँछ है। हामीहरू कहाँ छौँ अरे गोजी भन्दै अस्ट्रेलियाको कुन ठाउँमा ओके लेकमा छौँ हामी कारगिली लेक ओके। सुन्दर आफैमा सुन्दर छ। यहाँको पानीहरू पनि अब ड्रिङ्केबल छ छनु चाहिँ तर यो अहिले लो टाइड भएको कारणले गर्दाखेरि यो पानीहरू हामीले रारा लेक एकदमै। अनि यो पानीहरू चाहिँ हामीले अलिकति सङ्लिएपछि चाहिँ हामीले यहाँनिर जस यतिको चाहिँ अब खानु चाहिँ अब एक्सेप्टेबल छ है भनेपछि चाहिँ हामीहरू बोतलमा भरेर खानेछौँ। अनि आज हामीहरू बस्ने चाहिँ यही ठाउँमा हो हामी देख्न सक्छौँ। अनि अरू भनेको त्यहाँनिर 6-7-9 जना 7 जना त्यहाँनिर बसिराख्नु भएको छ। हाम्रो आजको टास्क चाहिँ त्यहाँनिर बुल्सहरू चढेको छ। अघि हामीले केबाट हेऱ्यौँ चाहिँ बाइनोकुलरबाट हामीले हेरिसकेको छौँ। त्यहाँ 7-8वटा छ 8वटा छ। अब त्यो एउटा चाहिँ यसो त्यतातिर आएको भए चाहिँ त्यसको चामा थुमा भइहाल्थ्यो मिसो आएन परपरै। यो चाहिँ मेरो प्लेट हो मैले यहाँनिर अघि खाना खाएर राखेको थिएँ। खाना खान राख्दाखेरि चाहिँ अलिकति घामले सुकेर शीतै भएको रहेछ त्यही भएर पानीमा भिजाएको छु अहिले मलाई पखाल्नु सजिलो हुन्छ भनेर। सो ल गुरुजी यहाँनिर लगाउनु त यसलाई चाहिँ अब कसरी बनाउने भन्ने कुरो चाहिँ यता खानु त यता बढी हाम्रो 2 जना लाउरेहरूले चाहिँ यहाँ चाङथुममा गरेको छ। म चाहिँ यसमा एकदमै पक्का रहेको छु है। ल गुरु भाइ यहाँनिर देखाउनु च्याट अब यसलाई कसरी धुनुपर्छ यहाँ आउनु ल्याउनु यहाँ तपाईँलाई पनि म देखाउँछु। ओके हेरिरहेको छु मैले चाहिँ यता आउनु यहाँ अब झट्टै गर्ने हो यसो धुने हो म त यता आउनु यो धुने हो मोटामोटी 10-12 चोटि चाहिँ यसलाई चाहिँ धुएर यसको यो दिएर चाहिँ
यहाँको फोहोर पानीहरू चाहिँ यसमा टाँसिएको लेउ लेउहरू चाहिँ सबै फ्याल्ने हो। आज चाहिँ भोलिको चाहिँ माल कस्तो हुन्छ भनेर चाहिन्छ होला हौ घरको किन गुरुबा प्लेट यता देखाउनु प्लेटलाई यो प्लेटलाई मैले धोइसकेको छु। अब यस्तो जङ्गलको ठाउँमा अब मैले स्टिल जुस खोजेर हुँदैन, साबुन खोजेर हुँदैन, जस्तो छ जे छ त्यसमा हामीले चल्नुपर्ने हुन्छ। यहाँ बढी आउनुहोस्। यसलाई अझै धुवाइ पुगेको छैन, यसलाई अझै धुनुपर्ने हुन्छ हामीले। यो घुँगी चाहिँ एकदमै हाम्रो मधेसतिर चाहिँ थारू जातिहरूको चाहिँ एकदम यो चाहिँ कल्चर फुड हो। अब यसलाई यस्तो गर्न थाल्ने, यो गर्ने हो। यसलाई फेरि झ्याप्प यता यहाँ लाउनु त बढी, फेरि यसलाई एकचोटि दिने, दनक दिने। भुवा यहाँ हुँदैछ है। यो चाहिँ पक्का यस्तो चाहिँ केटाले आज हेरी खुवाउने भयो, एकदम एक्साइटेड छु म चाहिँ। अब हाम्रो अस्ट्रेलियाको टाइगर लेकमा आएर किसानको नयाँ फुटेपछि न्यू एक्सपिरियन्स, यो नौलो इन्भाइरोमेन्ट, यो नौलो ठाउँ, दिनेले रात समयमा पनि गर्न चाहिँ देखिरहेको, त्यतातिर हेर्दाखेरि चाहिँ सूर्य अस्ताउँदै गरेको कति रमाइलो ठाउँ। गुरुबा समात्नुहोस्। ओके ओके केटालाई यहाँ अरे बाप रे बाप, ढडिया साथ कि रे बाप। म धेरै एक्साइटेड छु। आज चाहिँ सबैजनालाई मैले यो खुवाउने निर्णय गरेको छु। बढे आज चाहिँ यो चाहिँ एकचोटि यस्तो लगाउने, सिट्टी फुक्दाखेरि चाहिँ अगाडि फुकिन्छ, डाइरेक्ट गरेपछि चाहिँ माल भ्ल्यात्तै भित्र छिर्छ। त्यहाँदेखि चाहिँ अनि रमाइलो चाहिँ त्यो हुन्छ। आउँछ धोयो त, अझै धुने हो, अझै धुनुपर्ने हुन्छ हामीले यसलाई। अझै धुनुपर्ने यसलाई चाहिँ, किनभने यहाँनिर अझै सङ्लो पानी सङ्लिएको छैन नि त पानी। ओके त्यो सङ्लो पानी चाहिँ निस्किनु पर्यो। त्यो सङ्लो पानी निस्किसकेपछि चाहिँ हाम्रो चाहिँ अब चाहिँ अलमोस्ट यो चाहिँ के छ त, सरसफाइ अभियान चाहिँ एकदमै राम्रो भयो भन्ने कुरा चाहिँ जानिन्छ। सायद यतिको सफा चाहिँ हाम्रो गुरुबाले लुगा पनि सफा चाहिँ गर्नुहुन्न होला धुँदाखेरि, तर यसलाई चाहिँ हामीले एकदमै सफा गर्नुपर्ने हुन्छ। त्यो भनेको बाहिरबाट लगाउने चिज हो, यो भनेको चाहिँ भित्र छिराउने चिज हो। यस्तो गर्ने हो, फेरि एक कन पानी यहाँ गर्ने। ल फेरि खनाइदिनुहोस् गुरुबाई। हामीले मोटामोटी 5-6 चोटि चाहिँ धुइसक्यौँ होइन। यसलाई फेरि यो तरिकाले खानापिना मेहनत चाहिँ नलाग्ने, एकदम मेहनत मजाले नै धुनुपर्ने रहेछ यो चाहिँ। जे गर्छ
जस्तो केटोले गर्छ यो गाउँको ठिटोमा कान्छा मेरो नाम आउँदै जाँदै गर्नु है सबलाई राम राम आउँदै जाँदै गर्नु है सबलाई राम राम अब फेरि काम दिनु पर्यो फेरि रङ्गिलो छ यो हाम्रो ग्रुपमा हामी थ्री सेक्सन हाम्रो टकको हाम्रो सेक्सनको एकदमै चर्क्यो अनि रमाइलो मान्छे नाम पनि कुमार नाम जस्तै उसको काम पनि त्यस्तै छ अब चाहिँ मोटामोटी अब 2 टन धुएपछि चाहिँ अब यो चाहिँ लेभलमा आइगयो यो चाहिँ अब चाहिँ काम कुरो भइहाल्छ दुःखले छोडे खुट्टा दुख्नु पनि छोडे सबै कुराले छोडे 6 दिन यो उकालो ओह्रालो डाँडा काँडा सम्झिने पनि त्यो बिर्सी पनि सकियो सबै कुराले छोडे आज यो खाएपछि चाहिँ यो त्यो भिरमा लोडेको यादहरू हो उकालो छरेको यादहरू यो आजको रेसिपीले चाहिँ झाडी पन्साएकोदेखि लिएर त्यो तिर्खा लागेर प्याक प्याक भएकोदेखि लिएर खुट्टा पिल्सेकोदेखि लिएर फेरिमा टोक्ने सबै कुराहरू चाहिँ बिर्सिन्छ सबै कुराले छोड्छ तर यो जाठा झिँगाले चाहिँ पानी नछोड्ने भयो अस्ट्रेलियाको झिङ्गा चाहिँ मान्नै पर्छ जस अस्ट्रेलियामा नि झिङ्गा हुन्छ र अब चाहिँ हेर्नु पानीले सङ्ग्रह आयो नि त होइन अब चाहिँ मोटामोटी यसको प्लास्टिकको लेउहरू चाहिँ सबै अब झरिसक्यो क्या फाइनल हाम्रो क्लियर भइसकेको छ एकदम पानी सङ्लो नसङ्लो यो चाहिँ अब खाना पनि त्यति साह्रो के अब असर चाहिँ यो पानीले गर्दैन धुको पानीले किनभने सङ्लिसकेको छ अब यसलाई हामीले फेरि एकचोटि पानीमा भिजाएर चाहिँ यत्तिकै छोड्नुपर्ने हुन्छ किनभने जब यो चाहिँ अब यो स्टिलभित्र टाँसिन्छ अनि निकालेपछि चाहिँ यसको जुन यो टाँसिने यो कभर हुन्छ नि यो यहाँको चाहिँ यो निकालेर यहाँ पछाडिको फेद चाहिँ टक्क खुकुरीले काट्नुपर्ने पर्छ अनि त्यहाँदेखिको सबैको के भन्छ टाइम लाग्दो रहेछ टाइम त लागिहाल्छ नि यो खानु कहाँ यो एकदमै सजिलो छैन क्या यसलाई गर्नु भनेपछि यो चाहिँ पुरो हिरा किन्नु सजिलो रहेछ यो खानु चाहिँ गाह्रै रहेछ यो गाह्रो छ नि फेरि खाएपछि चाहिँ मान्छे पल्किन्छ भोलिदेखि नि यहाँबाट म उता जान्न क्याम्प भन्ने पनि बेर लाउँदैनन् यही खोजेर खान्छु भन्ने पनि बेर लाउँदैनन् त्यही भएर अब हाम्रो एकदम पानी क्लियर भयो ल केटा यो लेकको बिचमा एउटा फोटो हान्दैन त ल यहाँनिर गुरुबा ल गुरुबाको एउटा फोटो हान्ने गुरुबाको एउटा फोटो ल गुरुबा नराम्रो भए पनि नराम्रो हो नि म राम्रो निकालिदिन्छु तिनको मायाले चाहिँ रेसिपी के भयो अहिले चाहिँ अलिअलि दाँत देख्यो अरू बेला हाँस्दाखेरि दाँत देखिँदैन थियो तर आज चाहिँ अलिकति सिधा 12 बजेको लाइनमा भएर होला अलिक हाँस्दाखेरि दाँत देखिएको छ स्पेसली लडेको छ यति भएपछि बढी बढी ल बढीको पनि खिचिदिनु मान्छे अब यो माल समातेको बापरे बापरे अरे बापरे बाप ढोडिया साथ खिच्यो रे बात अलि त आज चाहिँ मैले सोचेको थिएँ यो नेपालमा गएर खान्छु भनेर तर यस अस्ट्रेलियामा पनि आएर खान पाइएको छ जस धन्यवाद ल
यो प्रकृति स्रोतलाई फेरि टर्न अब यहाँनिर बडीले पनि खिच्नुपर्ने हुन्छ किनभने यो यहाँनिर अब किनभने यो घोगीसँग अब यसरी हामीले फोटोहरू पनि खिचेको छौँ किनभने यो एकदमै अनौठो किनभने यो ठाउँमा आएर घुङ्गी पाइएको छ हामीले घुङ्गी भन्छ खास चाहिँ है अब ए माछा पनि उफ्रिँदैछ त हौ ल यहाँनिर अब च्याट्टै यो लाग्यो यो लगाएपछि चाहिँ अब एकछिन हामीले यसलाई यत्तिकै राख्नुपर्ने हुन्छ दुइटै लाग्यो ल अब हामी जाउँ ल यसरी यिनले बढी आउनु यहाँ चाहिँ चट्ट बनाउने भयो घुङ्गी हो यसलाई छोडेपछि अब यसलाई चाहिँ यहाँनिर आधी घन्टा मिनिमम पनि आधी घन्टा 1 घन्टा हामीले छोड्नुपर्ने हुन्छ किनभने यो टाँसिन्छ जब टाँसेपछि चाहिँ हामीले त्यसलाई त उक्काउनुको लागि सजिलो हुन्छ अब हामीले चाहिँ पहिले पैसा भन्थ्यौँ त्यसको त्यो टाँसिने अब त्यसलाई चाहिँ हामीले निकाल्नु पर्ने हुन्छ अहिलेसम्म 1 घन्टा चाहिँ अब हामीले यसलाई फुल्ली छोड्छौँ अहिले हाम्रो घडीमा 5:02 भएको छ है यो ठाउँमा टावर पनि छैन नेटवर्क पनि छैन हैन जस धन्न अब पावर ब्याङ्क साङ बोकेर चाहिँ यसो मोबाइल चार्ज लाउनुको लागि चाहिँ भएको छ एउटा यसो सेन्टिमेन्टल गीतहरू सुन्नुको लागि भए पनि अनि भिडियोहरू क्याप्चर फोटो खिच्नको लागि जुन एउटा सम्झना स्वरूपको लागि होस् भनेर यता हाम्रो कफी बन्दैछ भाइले पनि कफी बनाउँदै हुनुहुन्छ मलाई देखाइदिनुहोस् अब यस पछाडि हामीले कफी खान्छौँ कफी खाइसकिसकेपछि त्यहाँदेखि आजको रेसिपी चाहिँ यसको टुप्पो झिकिसकेको छौँ अनि यसको पछाडिको काट्नुपर्ने हुन्छ त्यही भएपछि चाहिँ भरे हामीलाई तान्नुको लागि तानेर म काटिदिन्छु बरु दिनु टुप्पो चाहिँ सबै निस्केकै ल यसलाई म आज घुङ्गी चाहिँ पक्का तराईमा छ क्या बुझी तपाईँ त यस्तो होइन नि त काटेको होइन म यहाँ राखिदिन्छु तिमीलाई चाहिँ पछाडिको फेद काट्यो यो होइन काट्ने काटेको काटिसकेको छ बडी पनि गर्नु त यो अन्त होइन हात काट लगायो हो त्यति हो त्यस्तो अनि यसरी निस्क्यो भने ठिकै छ यसरी बढी यस्तो निस्क्यो भने पनि यसलाई यसो काट्ने ओके माथिको पुरै निस्कियो त मैले त्यो भाँडा भयो भने भात बसाउनु पर्ला आज गोरा बाजेले पनि टेस्ट गर्ने हुने भयो यसरी तान्ने होइन तान्ने हो एक झ्यापमा एकचोटि ट्रेनिङ सेन्टरमा चौधरीले खुवाएको थियो कि एउटा चौधरी भने थियो हामीसँग फाइनलिस्ट दिने काट्टा जस्तो गरेर ल अब हाम्रो घोगी अब पाक्दैछ है यहाँनिर अघि बनाएको घोगी अब पाक्दैछ 28 गुजुले त्यहाँ बनाउँदै हुनुहुन्छ अब यो घोगी चाहिँ चट्टसँगले भराइ हानिसकेपछि चाहिँ यस्तो डाँडा काँडा त 10-12 वटा पनि काट्दाखेरि पनि गले जस्तो फिल चाहिँ हुँदैन होइन 63 गुजे यहाँ गुरुबा 90 गुरु
यहाँ न मेरो गफ छ यहाँ खाइरहेको छ हाम्रो हाम्रो घोगी रेडी भइसकेको छ अनि हामीले खाइरहेको छौँ है वेलकम गुरुजीलाई Yeah, very good. बाजे Very good. यो Very good virgin. you eat like see. I got them out. They're coming out. बाजेलाई तान्नै यता इनमा चाहिँ हामीले चाहिँ यो घोगी बनाएर चाहिँ यसरी राति राति खाइँदैछ घोगी खाइसक्यो हाम्रो भाइले चाहिँ सर्लोकी बनाएर झाँगामै यसरी खान्छ बिचरा घोगी है के भाइ एकदम यो गर्ने हो लिप्त मुखमा लाउने स्वाक्क तान्ने ल्याम्म मुखभित्र छिर्छ चपाउने हो नहुने खासै हामीले हाम्रो दर्शकबिनहरूले चाहिँ देख्नु भएको छैन कसरी खाने भन्ने कुरो अब ल्याम्म मुखमा अरू केही नगर्ने यसो गर्ने स्वाक्क तान्ने हो क्लित्त छिर्छ भुँडीभित्र चपाउने हो गुरुलाई कस्तो लाग्दा नि एकदम फर्स्ट क्लास एकदमै मलाई चाहिँ एकदम न्यू टेस्ट एकदम डेलिसियस मैले कुनै पनि त्यो किसिमको त्यो के फिलिङै गरेको थिइनँ एकदमै म आफै सरप्राइज भएँ यस्तो पनि मिठो हुन्छ र जस्तो लाग्थ्यो तर एकदमै मिठो भयो साह्रै मिठो गुरुबा फर्स्ट क्लास यो यसो गर्ने मुखमा लाम्मा लाउने गएपछि स्वाक्क तानेपछि खुलित्त भित्र छिर्छ चबाउनु चाहिँ भएन चबाउने पनि हो चबाएन अलिक के फिल भयो मलाई चाहिँ राइट एम राइट त्यो चाहिँ एक दिन हामीले बेसन सेसन लगाएर चाहिँ त्यसलाई त्यो खाएको कुरा चाहिँ भित्र छिरेर त्यो यो क्यारा गर्न चाहिँ खुलित्त त्यो अब कन्डोबाट फाल्थ्यो त्यो भएर चाहिँ त्यतिखेर बनाएको चाहिँ क्यारा हुँदैन थियो तर आज माछा नमर्ने भएको कारणले गर्दाखेरि चाहिँ आज तर हाम्रो माछा मर्यो नि आज मर्यो हजुर माछा मर्यो अनि त्यो भोलिको लागि पनि छ हाम्रो त्यो भोलिको लागि हाम्रो माछा कहाँ राख्यो लाउरे खै भोलिको लागि यहाँ छ खै अन्त यहाँ देखाइदियो त हाम्रो दर्शकहरूलाई भोलिको लागि चाहिँ फेरि यो माछा हो मछली अब अनि त्यसपछि चाहिँ फेरि आज चाहिँ हामीले चाहिँ 6वटा खायो है एकदम राम्रो डेलिसियस है थ्याङ्क यू सो मच गुरुबा